So hello and what is up guys, and today I'm going to the birthday party. मेरो फुपूको छोरीको बर्थडे पार्टीमा र A few moments later. So guys, right now हामी चाहिँ सिटी स्क्वायर मलमा छौँ अनि आज चाहिँ किन भनेपछि बहिनीको बर्थडे छ कि मम्मी हुइसिन्छ एन्ड द्याट्स द बर्थडे गर्ल मम्मी हो यो मान्छे चाहिँ आजको बर्थडे गर्ल है एन्ड उसको बर्थडे भएर आज म मेरोमा आएको अरू चाहिँ के भन्नु छैन मलाई उसको ह्याप्पी बर्थडे भनेपछि ह्याप्पी बर्थडे अनि अहिले चाहिँ हामी कुकालाई पर्खिरहेको लेट्सी कति टाइम लाग्ने हो त्यो कति भयो मेरो यो मल बनेको 1 वर्ष हुन हामी चाहिँ मल अरे यस्तो दामी भ्यू देखाएको छ क्या अरे आई थिङ्क केही भन्नु त मन छैन बट अब म चाहिँ माथि भेट्छु एन्ड सो गाइस अब चाहिँ म भनौँ न अरे मलबाट भनेर 10th फ्लोरमा चाहिँ जान्छु एन्ड कुका चाहिँ माथि गयो है मेरो कुका र मम्मी कुका आइसक्यो नि मम्मी माथि गयो लिफ्टमा गइरहेको छ मलाई लिफ्टमा जानु मन लाग्छ छैन सो त्यही भएर म यहीँदेखि जानु लाग्यो लिफ्टमा जाँदा पनि कस्तो हुन्छ नि अल्छी लगाइरहेको थियो क्या नि यस्तै चढेर जानु भनेर सोचेको किनभने यता हेर्न पाउँछ नि त सबै कुरा यस्तो कस्तो छ पछि उयो चाहिँ हामी मल हुन्छ नि त है त्यस्तो खास छैन भनेर किनभने यहाँदेखि माथि चाहिँ सिँढीमै जानुपर्ने एलिभेटर रहेनछ भने एलिभेटरै छैन भने लिफ्टमै जानुपर्ने कस्तो लिफ्ट त आउँदैछ भने आउँदैछ Tenth floor, right? कता ग्राउन्ड जी होइन नि यार कता यता उत्तमको छोरो के मलाई नढोको जेठो चाहिँ त्यो गर नि अझ नि आइसक्यो यहाँ चाहिँ फ्यामिली मेम्बर्सहरू हिँड्छ सबैजना एन्ड भ्यू चाहिँ देख्न सक्छु जो चाहिँ यता भ्यू चाहिँ देख्न सक्छु नि गाइस द्याट्स अमेजिङ एन्ड म भिडियो बनाइदिएँ म अहिले केही नखाएँ सो अहिले त देख्नु अन्त भ्यू यहाँदेखि तल देख्न सक्छु नि भ्यू देख्न सक्छु यस्तो दामी देखाएर रहेछ एकछिनमा म यहाँ एउटा भिडियो बनाउँछु एन्ड आई थिङ्क अमेजिङ अरू चाहिँ के भन्नु नि मन छैन मलाई नि सो अरू ठिक एकछिनमा सो विल मेड इन जस्ट अ मोमेन्ट्स बर्थडे मनाउन आएको म बर्थडे मनाउन आएको कि भ्यू हेर्न आएको यार यस्तो दामी छ देख्नु सक्छु यार मम्मी यहाँ चाहिँ
यस्तो बबाल चाहिँ अरे भ्यू म यहाँ बर्थडे भन्दा भ्यू हेर्न म आज जस्तो लाग्यो not because के भन्नु I'm not certainly confirmed भयो के भनौँ के नभनौँ यस्तो कुरा फाइमा भनेपछि नो उसो भन्छु नि अल्छी लाग्यो क्या यहाँ आउँदा आउँदै कस्तो मलाई त वाक्क लागिसक्यो यार यहाँ त यहाँ बस्नु मलाई बस्ने कस्तो भइसक्यो क्या म त के नभनौँ जस्तो लागिरहेको छ नि एन्ड एनदर थिङ्स है मलाई भन्ने मन लाग्यो I'm feeling awkward. मलाई के भन्ने जस्तो के भन्ने मन लागेन नि यो देख्न सक्छु है तिमीले के बोल्ने मन लागेन मलाई त ड्याम अल्छी भन्दा पनि त्यसो अल्छी लागिसक्यो सो गाइज राइट न अनि मैले चाहिँ यो खाएर भ्याइसकेँ एन्ड ऊ चाहिँ मेरो भाइ पर्ने ऊ चाहिँ अब दाइ पर्ने भयो पाएँ अब यता चाहिँ फ्यामिली मेम्बर्स भयो को फुपा पुग्न चिनेन है मैले पनि कसलाई एन्ड अब चाहिँ कति जाने घर कि थाहा छैन यहाँ बर्थडे मनाएन बर्थडे मनाउनु लागि खाइसक्यो के खान पाइन एन्ड another thing है त्यो मैले युट्युबर के भन्छु भनेपछि दिवन साउडर हान्नुपर्छ क्या साउडर हान्नु एकचोटि झोलाएर साउडर हान्नु पर्दैन किन ऊ पनि हो र सो अब चाहिँ मेबी हाम्रो बहिनीको बर्थडे सेलिब्रेसन हुन्छ हाम्रो बर्थडे कल देखिन सक्छ नि बर्थडे कल एन्ड द केक इज देयर सबै आफ्नो धुनमा यता आफ्नो धुनमा उता आफ्नो धुनमा यता आफ्नो हामी आफ्नो धुनमा छौँ कस्तो भनौँ न आएको बेलादेखि यस्तो अल्छी लागिरहेको नि म सुत्दिउँ जस्तो लागिरहेको किनभने बिहान सुतेन नि त सुत्दा हुन्छ घरमा खिचिन्छ कि यता हेर्नु यता यस्तै हुन्छ हरामी रहेछ अरे मान्छे यो चाहिँ राख्छु म यो चाहिँ राख्छु गुन्डा राम्रै राम्रो लगाउँदैछ है त्यसमा बिल लगाउँदै नि फोटो राखेको कता बस्ने यस्तो सो गाइज राइट न ह्याप्पी बर्थडे नि के निकाले कहिले हेर्दिनु 1 2 3
सो अब चाहिँ बर्थडेको अरूको विस हान्न लाग्यो नि हामीले एन्ड द गर्ल कसै ह्यान्सी देखिया तिमीले मान्छे सो अब चाहिँ यहाँ केक नक्सल किन कति बजी भोलि अहिले गाइस स्प्रेको हालत हेर्छ हौ भाङ्गिसक्यो होइन अलि त्यो अर्को बालेपछि हो क्या भिडियो पनि हान्छु त यतिखेर कुन Happy birthday to you, happy birthday to you, happy to you. May God bless you, may God bless you. Happy birthday to you. Wait, Happy birthday to you. Happy birthday. केकमा के हुँदैन केकमा ओए आम पर्यो यार मेरो मलाई थाहा थियो कि यसको बानी मलाई यसको थाहा पर्दैन एउटा युज गरेर तिम्रो गाइज आउन गरे भेट्ला छ बडीमा आइराखौँ भनेर कस्तो छ मेरो धन्न मेरो त भएन यार त्यस्तो मेरो आमाले भयो फुटसल बनाउँछु भने यार यतिखेर कहाँ फुटसल कुन फुटसल बनाउँछ पुरै भिजे दाग लाग्दिन हो हटिहाल्छ नि छोरीको उस दुइटै सँगै हुन्छ क्या सबैजना आइसो बस्यो चार्ज सक्यो यार गाइस फोनमा चार्ज सक्यो सो भेटौँला